हेलो हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक अगेन इन माई च्यानल। आज एउटा फेरि फरक भिडियोको साथ आएको छु र आजको भिडियो स्पेसल हुनेवाला छ किनभने हामी आज जाँदैछौँ नेपाल डे सेलिब्रेट गर्न। म चाहिँ अहिले नर्थ क्यारोलाइनामा छु र आज नर्थ क्यारोलाइनामा नेपाल डे स्पेसल इभेन्ट्स हुन गइरहेको छ। 11:30 देखि सुरु हुँदैछ र अहिले बिहानको 9:30 बज्यो। हामी चाहिँ 10 बजे घरबाट निस्किन्छौँ होला। बाहिरको वेदर एकदमै राम्रो छ, घाम पनि खासै छैन र चिसो पनि छैन। सो इट्स गन बी अ ग्लोमी डे, इट्स गन बी अ गुड डे। सो दिन राम्रो हुँदैछ र आई होप रमाइलो हुनेवाला। अहिले चाहिँ हामी मोरिसभिल आएको छौँ, पहिलाको घरमा। अनि घर अहिले खाली खाली नै छ, सो यसो पसेर जाऊँ भनेर आएको। यहाँबाट चाहिँ प्रोग्राम हुने ठाउँ पनि नजिकै छ, सो त्यही हो। एन्ड देन यहाँ के रहेछ यस्तो लकी है, टोटल लकी मानिन्छ। पहिला क्याच प्रोग्रामको सुरुवात चाहिँ मोमोबाट स्टार्ट गऱ्यो है। आउने बित्तिकै बिहान खाजा खायो, खाना खाएको छैन, सो हल्का भक्कन लागिरहेछ। सबैजना बसेर चाहिँ हामी मोमो खाइरहेछौँ। प्रोग्राम स्टार्ट भएको छैन, हुँदैछ, मान्छेहरू जम्मा हुँदैछन्। एन्ड देन बट स्टिल लाइक फुड स्टल्स यहाँ लागिसकेको छ त किन नलिने होइन। मोमोबाट स्टार्ट, सो लेट्स हो। डे पनि राम्रै हुन्छ। थ्याङ्क यू। मोमोसँग चाउमिन अनि चाउमिन छ, यो चाहिँ मलाई डेली कम्बो लाग्छ होइन, मलाई एकदमै मनपर्ने। त्यही भएर मैले चाहिँ यसरी खाएँ। हजुरलाई कसरी मनपर्छ? चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो र गछरी दो यो सान हाम्रो। बाहिरको एकदम दामी छ, तर गर्मी एकदम धेरै छ। सो गर्मी चलाउनको लागि आइभ गट आइसक्रिम मैले। सो रमाइलो भइरहेछ।
प्रोग्राम हल्का स्लो भइरहेछ, सो अलि एनर्जी आइरहेको छैन, बट लेट्स सी मोर एनर्जी आउँछ कि पछि होइन। ओके We would like everyone to come join us on the stage. एक बारको जुनीमा नाचन जन्मा नाचन नाचन नै बस्नको छाया आयो लाइरा यो मेरो प्राणभन्दा प्यारो माइती दर्शन गरे हल्का निउरेर Oh, just die! Die! No, die! Come. Oh my god, I'm actually about to touch him. Lakshita cell Boom. phone. Start writing Oh, notes, woman. oh, crap. Write down the notes. Oh my सो आई एम ब्याक। नेपाल टी रमाइलो भयो र अहिले घर आइसकेको छु। त्यहाँ प्रोग्राम अझै पनि भइरहेछ, लास्टै गर्ने भएको भएर अनि भ्याकेट भइहाल्यो, सबैसँग रमाइलो भइहाल्यो। अनि म चाहिँ फर्केर आएँ होइन, अरू उहाँहरू अहिले पनि गरिरहनु भएको छ। सो अब चाहिँ घरमा आएर फ्रेस भएर फेरि एकछिन कि लन्च गरौँ है। लन्च भने के भन्ने, बेलुका खाजा खानको लागि चाहिँ हामी बाहिर